भत्काइदेऊ धरारा, पुरिदेऊ रानी पोखरी, टालिदेऊ सुरुङका पाल, भत्काइदेऊ बाटा र पुल, भोलि याद आउने सबै चिज, भोलि याद आउने सबै चिज। भोट चाहिँ मेरो केपी बालाई नै दिन्छु। पीएम बनेवाला है ओइला घन्टी में भोट नहीं। खुब आजसम्म देशलाई मच्छरले जसरी चुसेर बेहाल बनाएको थाहा छैन। खुब भोट फर केपी रे, भोट फर ओन्ली बालेन शाह। तँलाई बालेनको झोले यस्तो गजडीलाई पनि कसैले भोट हाल्छ? त्यसले जित्यो भने त देश पनि लट्ठ परेर सुतेको सुतै हुन्छ। जे सुकै भन कान्छ, तर झापाको जनताले केपी बालाई यति रुचाउँछन् कि यति रुचाउँछन् कि हक भने हक, मुत भने मुत। Emotional damage. त्यस्तो छ केपी बाको वर्चस्व। त्यसैले यदि झापाको कोही किङ हो भने त्यो वान एन्ड ओन्ली केपी बा। यदि केपी शर्मा ओली छापाको किङ हुन् भने बालेन शाह पुरा नेपालको एम्पेरर हुन्। किनकि कुकुरको एरिया होला तर बाघको त सारा जङ्गल हो। केपी शर्मा ओली र अन्य दलका कयौं नेताहरू हाम्रा लागि जेल गएनन् कि, युद्ध लडेनन् कि? फ्रिडम अफ स्पिच, इन्डिपेन्डेन्स र पिस कसले गर्दा आएको? बालेन शाहले। बालेनसँग भिजन छ, नलेज छ र सबैभन्दा महत्त्वपूर्ण कुरा उनी देशप्रेमी र देशभक्त रहेका छन्। त्यसै गरी जसरी उनले काठमाडौँको काया पलट गरे त्यसरी नै देशको मुहार पनि एक दिन परिवर्तन गर्नेछ। यो मलाई विश्वास छ र आउँदो सन्ततिले हाम्रो यो योगदानलाई सलाम गर्नेछ। Nice. जेनजीले प्रमाणित गरिसकेको छ कि हाम्रो देशको करप्सन कुन स्तरमा रहेको थियो भनेर। के त्यसलाई परिवर्तन भन्नुहुन्छ कि त्यसलाई विकास भन्नुहुन्छ? त्यसै गरी हेर्ने हो भने राजाको पालामा जुन स्थितिमा हाम्रो देश थियो, जुन स्तरमा हाम्रो देश थियो, आज त्योभन्दा नि निम्न स्तरमा पुगेको छ। के त्यसलाई विकास भनौँ के त्यसलाई म डेभलपमेन्ट भनौँ? कुरा त ठिकै भनिस्। एकचोटि भोट हाली हेर्छु बालेन शाहलाई, के थाहा चमत्कारै हुन्छ कि होइन त। कोले ढोका ढकढक गरे जस्तो छ, खोलेर आउँछु। हजुरको लागि भनेर केपी बाले पठाउनु भएको सानो उपहार। भोट फर केपी बा। मैले चाहिँ मेरो बाबुलाई सम्झाएर सकिनँ, तर हजुरहरूलाई चाहिँ यति भन्छु कि हाम्रालाई होइन राम्रालाई भोट हाल्नु होला यसपालि है त। बाई बाई।